हेलो नमस्कार सम्पूर्ण जति पनि अब यो टिकटकमा जति पनि फ्रेन्ड छ सक्दो सेयर गर्ने दुःख लाग्ने घटना होइन। अस्ति मेरो बाबाहरू किस्तानी छ, मेरो बाबा आमाहरू किस्तानी छ। अब जेठ दाई बिहे भएर दाई छुटिसक्यो। अब मेरो अहिले अब पहिलाको बुढी पनि मेरो यस्तै यस्तै काण्डले डिभोर्स पारिदियो। अहिले भएको तामानी ल्यायो भनेर मेरो बाबाले इग्नोर गर्छ, तामाङ ल्यायो भने इग्नोर गर्छ। यो त तामाङवासी तामाङ सोचरले पनि फेरि मगरसँग गयो भनेर म त यो त छोरीले पनि टाढा बनाएको छ। अब छोरीले पनि बाबामा खोज्ने भयो, मैले नि बाबामा खोज्ने भयो। सक्दो सेयर गर्नु, यस्तो घटना कसैले पनि नभनोस्, बाबामाले भनेर छोराहरूलाई पनि नभन्नु होला। यो पालो पैँच हो होइन। तर किन भनेदेखि बाबामा किस्तानी भएर पनि मैले चाहिँ आमाबालाई एउटा राम्रो सेवा घर बनाइदिन्छु भनेर मैले त्यत्रो 5वटा ठुलो सल्लाह काटेर पनि त्यहाँ यो टिकटक सुन्ने भाइहरू भदरेवासीहरू उहाँलाई सम्पूर्ण सुन्ने हुन्छ होइन। त्यत्रो सल्लाह काटेको यति उति मैले तलब तोक्दिनँ, के अरे ऊ पैसा खोल्दिनँ, नेम खोल्दिनँ। म त्यत्रो सल्लाह काटेर मैले सबै काठहरू वस्ता ट्र्याक्टरलाई ओछ्याएर गर्दाखेरि लास्टमा मम्मी फुत्तै मेरो आमा हराइदिनु भयो। 12-13 दिन मम्मी हराइदिनु भयो। त्यही पनि मैले चुपोलाई बसेँ। अब आमाले जे भन्यो भनेर मैले आमाको कुरा चुपोलाई बसेर आमा खोज्नुतिर लाग्यो। आमा भेट्यो, झन्डै 9-10-11 दिन आमा खोजेर ल्यायो। भद्रेवासी मामाहरूलाई सबैलाई, जेठानाहरूलाई, दाईहरू सबैले थाहा छ, भद्रेको दाईहरू सबै थाहा छ। आमा रौँडा भेटेर ल्यायो। मैले समय हाल्छु भन्दा पनि भएन, नहाल्नु भने बहिनीहरूले। भरे कसको नाटक थियो? न जेठ दाईको नाटक थियो, न त बहिनीको नाटक थियो, न आमा बाउको नाटक थियो। यो कुरा मलाई थाहा भएन। म आफ्नै व्यवहारले बस्ने, म भाइ बहिनी पढाएर यत्रो 35 वर्ष 36 वर्ष उमेर हुँदासम्म पनि म छुटेको थिएन। मेरो लागि बाबामा देव पुजेको पनि पुजिदिनु भएको पनि छैन। आमा यस्तो केही गरौँ भने आमा बाउ म खर्च गर्दै भन्दैन, आमा बाउ मान्नुहुन्न। अब मैले के गर्नु? अहिले अब कान्छी बुढी ल्याउँदा पनि आमा बाउले मलाई न घरमा बसी खानिदिन्छ तामान ल्यायो भनेर, न त यहाँ आउँदा पनि मलाई सुखले गरी खानिदिन्छ। आमालाई अहिले आमा बाउले के भन्यो भनेदेखि मलाई जुन दिन मम्मी हरायो पुलिस त्यत्रो रिपोर्ट गरी अनेक गरेर मैले भेटेर आमालाई निसँगै आमा बाउ जोडी बनाएर ल्याएर घरमा लाँदासम्म चाहिँ मलाई धनीपुर चाहिँ भेटेको। अहिले फेरि भोलिपल्ट त्यही बिहान म हिँड्नु छ अनि आमा बाउले फेरि यहाँ माइलीबाट दोष लगाएको छ, चोर दोष लगाएको छ। यति मैले तपाईँहरूलाई यो फेसबुकमा नै हाल्छु, म युट्युबमा नै हाल्छु, जे पनि हाल्छु। अब मलाई बाबाले आमा बाउ चिन्दैन भनेदेखि म पनि बाबामा चिन्दिनँ। आमाले भनिसक्यो तँलाई म मैले त्यागेर तँलाई पनि त्याग गर्छु भनेछ। तर मलाई यो बेलासम्म मैले मेरो बाबामा को हो देखाइदियोस्, मैले विदेश कमाएको धन सबै फिर्ता ल्याओस्, मेरो बाबामा रहेनछ, मेरो बाबामा छैनछ, जे पनि मलाई भनेछ नि आमा बाउले यो सबैले सेयर सक्दो आमा बाउ हुने नै चाहिँ यस्तो कहिले पनि नबोलोस्। मलाई जे पनि बोलेछ मलाई मेरो पहिला बुढी हराउँदा पनि मेरो आमाले खतरास गरेन, मैले आफैले पनि गरेँ। मैले अहिले पनि फेरि मलाई मेरो बुढी यसो मैले सुकिर हुँदाखेरि मेरो बाबाले वास्ता गरेन, म एक्लै हस्पिटल मैले गरेँ। अहिले पनि फेरि आमाबाले धनपुर चोर यसलाई किन लाग्यो? तलमा चढ्नु हुँदैन, तलमा चढ्नु हुँदैन भन्नुहोस्। म पनि चढेको छुइनँ, तर एकछिन मात्रै चढेको थियो, त्यतिकै चढेको भरमा धनपुर चोर लाग्यो। आरोप लाओस् मैले यदि आमा बाउले को छोरा को चिनोस्, नत्र भने घर पनि आगो लगाइदिन्छु, घर पनि भत्काइदिन्छु। यदि आमा बाउ चिन्दैन म पनि आमा चिन्दिनँ। फेरि म चाहिँ लेखेर भन्छु कुरा चाहिँ ग्यारेन्टी खान्छु भन्छु। म यति पुलिसहरूले पनि मलाई अठाएर लग्यो, बाउ विशेष मलाई अठाएर लग्यो भने डराउनु दिँदैन। म सत्य कुरा गर्छु, झुट कुरा बोल्दिनँ। यति मलाई खोरमा हाल्छ भने मान्छेको बाबाले काटेर टाउको बोकेर खोरमा जान्छु। म लेखेर भन्छु कुरा चाहिँ म, किनकि बाबाले किन चोर गर्ने मलाई? म को हो? विदेश त्यत्रो 7 वर्ष 8 वर्ष विदेश कमाएको पैसा चाहिँ खोइ सबै रिपोर्ट छ यहाँ, खोइ बाबालाई हालिदिने। अनि अहिले फेरि मलाई जब धनपुर मलाई के काम? यो धनपुर मलाई के काम बाबाको? तर यतिसम्म मलाई पाप बोलेछ नि। हिजो दिन आमा हराए कुन दाजुभाइ उसबेन मैले खोजेँ, आमाले उद्धार गरेर बाबा मिलायो। अहिले फेरि आमाको कुरा सुनेर बाबाले मलाई पाप लाउँछ भनेदेखि मेरो बाउ को हो? बाउको म को हो? यति मात्रै डिसिजन दियोस् मलाई। यो सक्दो रिपोर्ट सक्दो सेयर गर्ने, यो यति सेयर गर्नु मलाई दिनु पर्दैन। सक्दो सेयर गर्ने मेरो मित्र साथीसित सक्दो सेयर गर्नु। यति चाहिँ म भन्छु। मलाई तामाङ चोरी ल्यायो भने मलाई इग्नोर गर्ने छ। अनि फेरि त्यो चाहिँ के हो कारण? जात भातमा अछुट गर्ने कसैको नियम छैन। लेखेर भनेको कुरा चाहिँ सबैले सेयर। तामानी ल्यायो भने मलाई बाबामाले इग्नोर गरेर चाहिँ अहिले चोर लागेको छ यहाँ। मेरो बुढी मसँग अब माथि रिपोर्ट हाल्छु मलाई भनेर छ। भोलि म बाबाको मुख हेर्ने कि मैले कसो मुख हेरेर बाँच्ने? मेरो बाबामा कहाँ छ तुरुन्तै देखाइदियोस्। बाबाले कुमार सम्हाल्नै पर्छ, बाबाले गल्ती स्वीकार्नै पर्छ, बाबाले सरी माग्नै पर्छ मसँग। नत्र भने मान्दिनँ। 35 वर्ष उमेरसम्म बाबामा बसिरहेको छु म। अहिले आमाले छुट्टी भन्दै मलाई बाउले छुट्टी भने कुरा अलग कुरा हो।
त्यो पनि के को म रिपोर्ट दिन्छु भने मेरो बिहे त भएको छैन, अहिले हामी दुईजना साथी जस्तो बसिरहेको छौँ, न सम्धि भेट भएको छैन, सम्धि भेट पनि भएको छैन, दोहोरा यिनीहरू ठेकी अड्काउनु पनि अब मैले लान्छु भन्दा यता पनि मान्छे मरेर म पाएको छैन, आमालाई छुट्टी भनेको कारण के यसको रिपोर्ट दियोस् मलाई। तपाईँहरू पुलिसवासीहरू पनि तपाईँहरूको आमा होला, तर आमाले यस्तो भन्दाखेरि तपाईँहरूले कस्तो होला, मेरो ठाउँ थोरै उभिएर बोल्ने होला। पुलिसहरू निसङ्गी पुलिसहरू सबैलाई म यही भन्न चाहन्छु, बाबालाई नि यही भन्छु, चोरको आरोप चाहिँ के हो? यति चोरको आरोप लागेर भोलि फेरि म मेरो बुढीलाई पनि कसम खालाउँछु, बाबाहरूलाई पनि प्रभुको बुक शिरमा राखेर कसम लाएर मैले फेरि यति मलाई छोरा भन्दैन भनेदेखि मैले पनि फेरि बाबा भन्नु परेन भने मलाई चाहिँ मेरो पाउ ढोकाउनु लाउँछु मैले फेरि। मेरो यति अरू दुश्मन अरू दाजुभाइ अङ्कललाई हो रहेछ भने मेरो गोडा ढोकाउनु लाउँछु फेरि मैले, नत्र भने छोरा चाहिँ हो मेरो बाबामा हो भने एकदिन चुप लाग, त्यतिकै छोरा चाहिँ हो मैले पाप बोलेछु भने त्यसको लागि म क्षमा सरी भन्दा सरी दिन सक्छु। नत्र म छोरा होइन मलाई पापै लाउँछ भनेदेखि मेरो बाबामा को हो कहाँ छ पत्ता लाओस्, अनि चोरको आरोप चाहिँ त्यतिकै नलाओस्। फेरि धनीपर्छ मलाई लिएर के काम, बाउको धनीपर्छ मलाई के काम, आमालाई काम छैन त्यो धनीपर्छ मलाई के काम। तर मलाई पटक बाउले यस्तो व्यवहार गर्छ भनेदेखि बाबामाले छोरा चिन्दैन भनेदेखि मैले बाबामा चिन्नु परेन, मैले बाबामा खोज्दै हिँड्नु पऱ्यो भने नि त्यस्तो बोल्ने मान्छेलाई भोलि मैले गोडा ढोकाइदिन्छु, मैले फेरि मेरो गोडा ढोक्नुपर्छ बाबामाले फेरि लेखेर भन्छ कुरा चाहिँ। मलाई छोरा हो भने नानी मलाई तँलाई गल्ती परेर रहेछ भन्नुहोस्, मलाई पटक थर्काउने तामानी बिहा ल्यायो भने तामानी के चोरेको देखेछ? तामाङ जस्तो इमान्दारीपूर्वक व्यवहार गर्ने कोही पनि हुँदैन। दोङसेहरू दोङ र गोले तिदुङहरू जस्तो सिधा कोही पनि हुँदैन। फेरि तिदुङले त हान्छ ताल पऱ्यो भने त सिधा मात्रै त हान्छ ताल पऱ्यो भने त दोङ र गोलेलाई पाप लगाउनु भनेको एकदमै फटा हो। मेरो बाबामा जस्तो छँदा पनि छैन पनि एकदमै फटा मेरो बाबामा। यो सबै भिडियो आयो।